गाइजहरू अहिले हामी पाउदरका निपानी भन्ने ठाउँमा छु। ल हेर सम्धिउले त मकै नि यस्तो रोप्नु परेछ। चरा चाहिँ के होला घोगाएर चाहिँ एकदम पुष्ट ल हेर्नुहोस् त। आम्मामा यस्तो त मैले पहिलोचोटि देखेँ यार। के नयाँ जातको मकै होला यो। काब्राको रुख पनि छ। तरुलहरू कति हो अनि यो सिमी रोप्नु परेछ। यो बोडीहरू पनि हेर्नु त। आमामा कति सानो मकै हो त नि। आउँछ फेरि एकदम ठुलो घोगा, एकदम पुष्ट घोगा लगाएको छ त नि। पाकिसकेको हो। अनि यो चाहिँ गहत हो के अरे। यो गहत हो। यसलाई गहत भन्छ। हेर्नु त। आमामा हेर यो मकैहरू त पुष्ट घोगा हान्लाएर। आमामा ल यस्तो छ यहाँ। यहाँ बाँदर धपाउने, बाँदर कुर्ने बनाएको हो यो। होइन बाँदर कुर्ने हो। के गर्ने, बाँदरले कृषकहरूलाई हैरान बनाएको छ। बाँदर आतङ्क। अब राई सांसदज्यूले संसदमा कुरा उठाउँदा पनि बिल्ला बनाउँछन्। आशिका तामाङ जस्ता मान्छेहरूले बाँदरलाई झन् संरक्षण गर्नुपर्छ भन्छन्। के भन्ने अब किसानहरूलाई। उभा छ यी विकासे घाँसहरू छ यहाँ। यो सुन्तला रोप्नु परेछ। यो सिमिरिक भन्ने यो पनि औषधि नै हो। यो बारको रूपमा पनि प्रयोग हुन्छ। मान्छेहरूको ज्वाइनहरू दुख्यो भने, मर्क्यो भने यसको सोक लगाउने अनि यस्तो चिजहरू छ। बेर्नाहरू सार्नु परेछ। ट्र्याक्टर पनि राख्नुभएको छ के अरे भतिजले। अब परको गरामा डाँडा भन्छ के अरे। अब पहिला अहिले के भन्छ त्यसलाई। बाँसहरू छ। यो सूर्यमुखी फुल पनि यो घरको छेउमा छ। यो घर पनि अब हाम्रो राजु दाई शेर्पुजा राजु दाईको घर हो के अरे। खेतहरू यो उहाँहरूले राख्नुभएको छ। आफ्नो बाबुबाजेको सम्झना चिनो यति माया लाएर राख्नुभएको छ। ल हेर्नुहोस् यो घाँस कति राम्रो छ नि त। आमामा कस्तो राम्रो छ यो घाँस पनि त। धेरै फरक नाम हुँदो रहेछ नि त। घारे गाउँ, विशेष घारे गाउँ टाढा छ माथि। त्यसको माथि खिबाङ हो के अरे। खै यहाँबाट देख्ने गाह्रो छ। बादल लाग्छ। यो चाहिँ खनिया हो के अरे घाँस। ल हस् त गाइस, मन पर्यो भने लाइक, सेयर, कमेन्ट गरिदिनु होला। हस् त, धन्यवाद।